सिडीबाट पहिला सिडीको मान्छे आउनु ल सिडीबाट ल सिडी नठेलाउ है नठेलाउ ल है नठेलाउ साह्रो हुन्छ 2 लेन आउनु भएको रहेछ हेलो गाइज वेलकम माई भ्लग है म चाहिँ केही दिन अगाडि विक्रम बाबा मन्दिर गएको थिएँ अनि जाने क्रममा चाहिँ भिडियो बनाएको थिएँ अनि मलाई चाहिँ यो भिडियो तपाईँहरूलाई पनि देखाउँ जस्तो लाग्यो किनभने कहाँबाट जाने कसरी जाने त्यहाँको माहौल कस्तो रहेछ भन्ने विषयमा तपाईँहरूलाई देखाउन जाँदैछु अनि जाने क्रममा फेरि त्यो दिन फेरि मौसम पनि वेदर पनि अलिक खराब थियो फेरि त्यो मौसम मात्रै होइन बाटो पनि फेरि एकदमै कन्फ्युज भइरहेको थियो कि होइन त्यसैले हामी त्यहाँनिर अलि अगाडि गएर 1-2 जना मान्छेले सोध्यौँ क्या यो विक्रम बाबा जाने बाटो यतै हो विक्रम बाबा जाने बाटो यतै हो सिधै हो कति टाढो पर्छ अब ए हस् त है ल अनि त्यसै गरी त्यहाँ सोध्यौँ अनि फेरि अलिकति माथि गएको थियो फेरि झनै कन्फ्युज भयो अनि फेरि त्यहाँ चौतारामा दिदीहरू बसिरहनु भएको छ फेरि सोध्यौँ है त्यहाँ पनि दिदी विक्रम बाबा जाने यतैबाट हो सिधै हो अनि यसरी सोधेर हामी अगाडि बढ्यौँ अनि अगाडि चाहिँ कस्तो भने यहाँ चाहिँ कसरी कहाँबाट जाने रहेछ भनेर चाहिँ अब भने क्या अनि फेरि कन्फ्युज भएँ है फेरि सोधेँ सर यो त गीता के अरे विक्रम बाबा जाने कतापट्टि हो सिधै हो ए हो यसले तपाईँहरू पछि आउनु पर्ला अनि त्यसपछि लास्टमा त होइन सबैजना त्यहीँ जान लागेको रहेछ कि हामीले जतिजनालाई सोध्यौँ उहाँहरू सबैजना त्यहीँ जान लाग्नु भएको रहेछ अनि यो लोकेसन चाहिँ म हजुरहरूलाई पनि भनिदिन्छु यो लोकेसन चाहिँ कहाँ रहेछ भन्दाखेरि अनि ठ्याक्क तपाईँहरू चितवन आउनुहुन्छ भरतपुर चितवन आइसके पछाडि 24 कोटी आउनुहुन्छ होइन अनि 24 कोटी आइसके पछाडि चाहिँ अनि त्यस पछाडि स्टेट त्यहाँ गएर सोध्नु होला त्यहाँ गएर सोधिसकेपछि अनि तपाईँहरूले थाहा पाउन सक्नुहुन्छ है अनि यसरी सफारीहरू पनि पुरा त्यो दिन चाहिँ अब चितवनमा सौरातिरबाट आएको हुनसक्छ होइन अब सबैतिर घुम्ने यो सफारी गाडी हो अनि एकदमै त्यसपछि थपिँदै गयो अनि यसरी यतिको जामसम्म पर्नेसम्मको भिडभाड देखियो कि होइन अनि एकदमै बवाल भिड थियो जस म्याजिक रिजर्भ है कोही ट्र्याक्टरमा रिजर्भ गरेर आएको कोही पैदल हिँडिरहेको थियो होइन अनि एकदमै रोचक दृश्यहरू देख्न पायौँ अनि त्यस पछाडि मैले पनि पहिला त यहाँ के हो कसो हो भन्ने लाग्थ्यो अनि पछि यहाँ जब म त्यो दिन गएँ त्यसपछि चाहिँ विश्वास भयो कि यहाँ एकदमै आस्था भरोसा गर्ने भक्तजनहरू रहेछ होइन यहाँको पनि विक्रम बाबुको पनि भक्तजन एकदमै ठुलो सङ्ख्यामा रहेछ भन्ने चाहिँ प्रमाणित भयो अनि एकदमै फिल्मी स्टाइल मुभी स्टाइलमा चाहिँ गाडीहरू रोकेको थियो होइन र देख्दा एकदमै भिडभाडहरू देख्दा निकै रमाइलो भएको थियो कि त्यो दिन चाहिँ अनि यस्तो दृश्यहरू बुझ्नुपर्छ यता दिदी कति हो त्यसपछि हामी भित्रतिर लाग्यौँ अनि यति भिडभाड रहेछ होइन बाइक हेर्न सक्नुहुन्छ यति धेरै होइन तपाईँहरूलाई के भन्नै नसकिने होइन अनि अब मैले अघि लोकेसनको विषयमा तपाईँहरूलाई मैले भन्न बिर्सेछु तपाईँहरू चाहिँ कस्तो भने 24 कोटी आउनु होला 24 कोटी आइसके पछाडि माडी जाने है क्यान्सर गेट पछाडिबाट माडी जानेपट्टि है त ल अनि त्यस पछाडि एकदमै भिडभाडको बावजुद पनि मैले एउटा भिडियो बनाएको छु एकैछिन यो क्लिप पनि हेर्नुहोस् है त साथी अनि यस्तो बवाल के है भिड त बवाल होइन माडी जाने रोडमा तपाईँहरू स्ट्रेट आउनु होला ट्याक्कै चाहिँ नि विक्रम बाबा पुग्नुहुन्छ है साथीहरू यो चाहिँ अहिले यति बेला ट्याक्कै विक्रम बाबाको मेन पूजा गर्ने स्थलमा आइसकेको छु यहाँ चाहिँ हस्पिटलहरू यहाँ रुखहरूमा चाहिँ पूजा गरेर देख्न सक्नुहुन्छ है एकदमै पनि अलिकति छोटो क्लिप मैले यहाँ बनाएँ अनि तपाईँले देख्न सक्नुहुन्छ है यहाँ चाहिँ अब खास गरी केमा पूजा गर्ने भन्दा रुखहरूमा पूजा गर्ने रहेछ अब सालको रुखहरूमा सबैजनाले पूजा गरिरहेको देखियो अनि यसरी पूजा गर्ने रहेछ तपाईँले पनि देख्न सक्नुहुन्छ है अब यहाँ चाहिँ अनि त्यसपछि पूजा गरेर फर्किने क्रममा देख्न सक्नुहुन्छ यस्तो बवाल भिड है पूजा गरेर फर्किने बेलामा चाहिँ बवाल भिड भयो कि है अनि त्यसपछि म कराएको पनि छु होइन हेर्नु होला है
यस्तै छ हेर्नु न ल यो झन् तपाईँको अनि झन् यति राम्रो ब्युटिफुल देख्नु भएको छ अनि हो नि भाइरल हुन्छ ल हो नि त नि ल हो होइन अनि एउटा दाइले भाइरल हुन्छ भनेको भाइरस सिडीको मान्छे हिँड्नुहोस् पहिला सिडीको ल खोल्यो अरे है खोल्यो अरे ल सिडीबाट अनि कहाँबाट हुन्छ बाटो आएपछि आज बाटो खुल्दैन आत्मसन्तुष्ट हो सन्तुष्ट हुन सक्नुपर्छ फाइनली अब हामी चाहिँ म चाहिँ बाहिर निक्लेँ त्यही हो साथीहरू है ल सब्सक्राइब गरिदिनु ल